रारा सल्लेरी भन्ने ठाउँमा पुगिसक्यौँ होइन। मोबाइल स्विच अफ भएर क्याम्प फायर ट्याक्कै हामी चाहिँ यो रारासँग। हेलो गाइज, गुड मर्निङ एभ्रीवन है। आज डे 2 गाइज, हामी चाहिँ फाइनली पुग्न लागिसकेका छौँ। अबको केही बेरपछि हामी ल गाइज झन्डा चाहिँ नेपालको त्यो जलाइ नै मिल्छ नेपाली भएपछि, त्यही हो होइन। बोर्डिङको लागि जकेट लाउने कार्यक्रम भइराखेको छ होइन। हामीले चाहिँ अब हामी यहाँ र उता कस्तो लागिरहेको अहिले आएर आँखा बुझ्नेहरू कस्तो लागिरहेछ। हेलो गाइज, गुड मर्निङ एभ्रीवन है। आज डे 2 यस्तो छ है। रारा जाने ट्याक्क पारेको। रारा जानलाई हिँडिरहेछन् मान्छेहरू। किन आउँदा बनाउने हो, बवाल छ नि। भर्खरै भेट भयो सिसीसँग। गाइज, हामी चाहिँ फाइनली पुग्न लागिसकेका छौँ। अबको केही बेरपछि हामी रारातालमा हुनेछौँ होइन। अब यहाँबाट करिब करिब त्यस्तै लाग्ला 10 मिनट जति लाग्छ, त्योभन्दा धेरै त लाग्दैन। हामी माथि डाँडामा आइसकेका छौँ होइन। हाम्रो यो ग्रुप हामी सबैजना नै हिँडिसकेर अब पुग्न आइसकेका छौँ है। अब रारा ताल चाहिँ कस्तो रहेछ त यो रारा ताल, त्यो तपाईँहरूलाई म देखाउनेछु, हेर्न सक्नुहुन्छ हजुरहरू। अब यहाँको यो नजरिया चाहिँ बवाल छ कि होइन। अरू जे भए पनि यहाँको यो कति बवाल छ भन्ने कुरा अब आएको मान्छेलाई मात्रै थाहा हुन्छ, नआएकोलाई चाहिँ भिडियोबाट थाहा हुनेछ। सनराइज कस्तो बवाल छ होइन। केटीहरू हामीले फुडहरू सबै ल्याइसकेका छौँ। तर निकुञ्जमा चाहिँ एउटा कुरा ख्याल गर्नु, डेक चाहिँ ल्याउन दिने रहेनछ स्पिकर। त्यही पनि हामीले अब यसो स्याटसुट प्याटपुट गरेर ल्याइसकेका छौँ होइन। बजाउन पाइयो, तालमा त बजाउन पाइयो। अरू कुनै पनि जनावरहरूलाई चाहिँ अब मिस्टेक गर्नुहुन्छ यस्तो दिन्छ नि। जनावरको अगाडि हामी बजाउने छैनौँ होइन। अब यहाँबाट ओह्रालो लागेपछि राराताल भेटिनलाई करिब 7-8 मिनटपछि भेटिन्छ। योभन्दा ओह्रालो लाग्नुपर्छ। हेर्न सक्नुहुन्छ यहाँ लोकेसनहरू तपाईँ होइन, देख्न सक्नुहुन्छ के लेखेको छ। राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र यो काम गर्ने, यो काम नगर्ने लेखेको छ। यो राष्ट्रिय निकुञ्जहरू ल यहाँबाट तल जाने, माथि चाहिँ जाने होइन है गाइस, तल जाने राराताल भेटिन्छ। चिसो छ, अँध्यारो छ। अब बिहानको 6 बजेको हो। बिस्तारै हिँडेर जानु होला हजुरहरू। अनि हिँड्न सक्नुहुन्छ यस्तो छ तर पनि माथि पनि यस्तो छ। रुखहरू वरिपरि रुखहरू छन्, बिचमा मात्र बाटो छ क्या। अनि तल पनि रुख, माथि पनि रुख, बिचमा बाटो। उता मेरो बिचमा पुगेँ मेरो। यहाँ चाहिँ यस्तो बाटो छ, अलिकति यहाँ बिग्रिया रहेछ बाटो। पहिला चाहिँ ठिकै थियो, अहिले चाहिँ बिग्रेको रहेछ।
बिग्रियो पनि नट ब्याड, त्यस्तो नराम्रो चाहिँ छैन है गाइज। हजुरहरूको जुत्ता फोहोर हुनसक्छ, लुगा फोहोर हुनसक्छ, अलिक सतर्क भएर हिँड्नु पऱ्यो। ल अब यहाँनिर जाऊ है गाइजहरू। गाइज हामी चाहिँ अब रारा पुग्न लागिसक्यौँ। रारा पुगिसक्यौँ तर तालमा चाहिँ पुग्न लागिसक्यौँ। अबको थोरै हामी रारा ताल देख्न सक्नुहुन्छ। रारा ताल हिमाल अनि घाम लागेको अनि मेरो नाकमा सिगान आइरहेछ किनभने चिसोको कारणले हात पनि यस्तो छन्। के हेर्नु यो ताल वरिपरि हिँड्नलाई कति टाइम लाग्छ अरे? यो ताल वरिपरि घुम्नलाई त करिब 4 घण्टाको यात्रा गर्नुपर्छ। 4 घण्टा? वरिपरि घुम्नलाई चाहिँ 4 घण्टा। यो हात पनि कति कालो भयो र छ्या नन्न घामले उ गर्थ्यो। घाम भने घाम हो के? मुरमाटप डाँडा उ त्यो मुरमाटप चाहिँ त्यहाँ हो है। यस्तो मुरमाटप त हामी अब सम्झिने पानी छम्किने जस्तै हो बरु। अनि हामी चाहिँ रारा चाहिँ पुगिसक्यौँ। अब हेर्ने, भिडियो बनाउने, ढुङ्गा चढ्ने, फोटो खिच्ने कामहरू हुन्छ। यसो हामीले के भन्छ डिजे जस्तो लुकाएर ल्याएको छु स्पिकर। अनि अब ठुलो साउन्ड बजाएर नाच्नु पर्यो हैन। अनि यो बहिनी मेरो मतिर ठुलो हेर्दै थिए। थाहा छ किन हेरी भनेर, मलाई थाहा छ, त्यसलाई थाहा छ, भइहाल्यो, अरूलाई नभनौँ हैन। अनि अब हेर्न सक्नुहुन्छ मान्छेहरू अहिले पनि धेरैजना छन् हैन। त्यो झन्डा सामान्ने भाइहरू पनि हामी सँगसँगै आउन्। आज हामी चाहिँ सँगसँगै जान्छ मला घर। आज हामी घर सँगसँगै जान्छ हैन? सँगसँगै जान्छु। अनि मान्छेहरू यति धेरै छन् अहिले पनि बिहानतिर। झन्डा दिन मिल्ने हो। झन्डा चाहिँ नेपालको, त्यो जलाइनी मिल्छ नेपाली भएपछि, त्यही हो होइन? झन्डा मिल्छ तर लिन चाहिँ मिल्दैन। कस्तो लागिरहेको अहिले आएर आँखा बुझ्नेहरू कस्तो लागिरहेछ? 2-3 रारा ताल अघि देखिसके खै। ज्याङजुङ बाटाङ बुटिङ यस्तै भएको छ। हामीले खुट्टा टेक्न सकेका छौँ, नत्र हामी नसक्ने किनभने त्यहाँ चिसो छ होइन, खुट्टै जाम हुने गरी चिसो छ। अनि यहाँको पानी चाहिँ तातो छ, त्यही मजाले। अहिले बिहान कति बज्यो होला? सायद 7:51 भयो। भनेपछि अघिदेखि जब घाम लाग्छ तब पानी तातिहाल्छ क्या होइन? त्यही भएर पानी यहाँको तातो छ। त्यहाँको शीतहरू अनि अरू भइदिनु पनि होला सायद, त्यही भएर चिसो छ लास्टै पानी होइन?
यहाँको चाहिँ लास्टै तातो छ क्या, जति पनि चलाउन सकिन्छ क्या, तातो छ क्या पानी। नुहाउन पनि सकिन्छ होला, तर यहाँ नुहाउन मिल्दैन होला सायद, थाहा त छैन होइन। कसलाई सोध्नु, कोही त छैन, सबै घुम्ने मात्र छन्। सायद उतातिर हुनसक्छ, सोधेपछि भन्छन् होला, तर नुहाउन त सकिँदैन जे भए पनि। अनि योभन्दा पारी चाहिँ के हो, पारि त्यो क्याम्प हो, आर्मी क्याम्प हो। त्यहीँ अहिले हामी बोर्डिङ गरेर त्यहीँ पुग्छौँ। अब स्टार्ट हुन्छ। अब त्यहाँदेखि हिँडेर आउने, त्यहाँदेखि तल त्यो पुल क्रस गरेर त्यहाँ तल पुल छ होइन, हो त्यो देखिएछ नि पुल हो, त्यो पुल क्रस गरेर हामी आउँछौँ। अनि त्यही बाटो हिँडेर आउँछौँ। ल हेर्नु है, देउडा खेलिरहेछन् मान्छेहरूले, आफ्नै लोकल होइन, जुम्लाको देउडा हो यो, देख्न सक्नुहुन्छ तपाईँहरू। हेर्न सक्नुहुन्छ जुम्लाको लोकल देउडा अर्ग्यानिक। उसलाई चाहिँ चिसो हुन्छ अरे होइन, चिसो भएको कारणले गर्दा माथिबाट यहाँबाट हिँड्न चिसो भयो, त्यहाँबाट म तातो छ अरे कि, अनि त्यही कारणले मस्तसँग हिँडिरहेको छ कि है। अलि यता यता उता गहिरो छ, डुबौली फेरि 167 मिटर गहिरो ताल भनेपछि यही रारा ताल हो, थाहा छ कि छैन। ल गाइस, तपाईँले यहाँ देख्न सक्नुहुन्छ है, हेर्नु यो, यसलाई चाहिँ के भन्छ, यो नेपाल। ओ यहाँ आउन, यहाँ आउन, जुत्ता लाउन, कस्तो रहेछ चिसो। नेपाल। ल गाइस, हामी चाहिँ अब बोर्डिङको लागि यहाँ ज्याकेट लाउने कार्यक्रम भइराखेको छ होइन, हामीले चाहिँ ल चिसो हुन्छ कि केही हुन्न, त्यो ठुलो लाउन त। एउटा फोटो खिच्नु मिल्छ? ए हुन्छ एउटा झन्डा छ। भयो। अब चाहिँ हामी केदेखि अब चाहिँ डुङ्गादेखि जान लाग्यौँ। अनि गणेश खै अर्को खै ए यता यति नै हो। टोटल चाहिँ 12 जना अट्दो रहेछन् क्या हो? टोटल 12 जना अट्छन् दाइ? हजुर 12 जना अट्छन् एउटा उसमा डुङ्गामा। 18 जना अट्दा रहेछन् एउटा डुङ्गामा। राम्रोसँग चलाउनु है दाइ। हजुर चलाउनु, फालिदिनु होला।
हजुर जसले चलाए पनि हुने रहेछ हजुरलाई चलाउन मन लाग्यो भने चलाउन सक्नुहुन्छ आएपछि है त्यही हो अब हामी जान लाग्यौँ भने पनि धेरै भइगयो तर खै हिँडेको छैन अहिलेसम्म यति गहिरो छ यहाँनिर बिचमा पुगेपछि झन् कति गहिरो होला चलेको चले बिचमा त आफै उता निएर हो यहाँदेखि गयौँ ब्रदर चाहिँ चलाउँदैछन् अब यहाँ हामी होइन पछाडि छ खै सबैमा चलाउन नजान्ने मात्रै छौँ भाइ यहाँ त अलि राम्रोसँग चलाऊ होला दुई एउटै बाइकमा आएको एउटै ऊ चलाउँदैछन् अहिले बोट चलाउँदै हामीसँग आएको हामीले राइडर बोकेर आएको भिडियो बनाउनु पर्यो रे मजासँग जाँदो रहेछ के गहिरो छ र त्यही भएर 134 छ अनि 167 गहिरो त गहिरो भयो बिचमा किन डर लाग्छ र यहाँबाट देखिन्छ कि कत्रो रहेछ भनेर बिचमा आउन अझ कति टाइम लाग्छ 5 मिनेट लाग्छ होला अझै 5 मिनेट लाग्छ बिचमा आउन मात्र आर्मीले दिँदैन पौडी खेल्न दिँदैन अरे है अघिको कन्फर्मेसन अहिले कन्फर्मेसन भन्दा पनि नआउने भयो त यस्तो अप्सन हामी चाहिँ अहिले धेरै टाढा पुग्यौँ उहाँदेखि त्यहाँदेखि यो अझ बिचमा आएको छैन हामी बिचमा आएपछि यत्रो ठुलो देखिन्छ अहिले बिचमा त आउँदै यता पनि अघि चलाउने मान्छे भने त्यहाँ चढ्ने मान्छे हुनु रहेछ गल्ती गरे माफ पाऊ के हो मोबाइलमा खसाल्दिन बिचमा छु नि बचपनमै मर्यो भने त्यस्तो युथ भएन काम हुने हो एक हातले ढुङ्गा चलाइरह अर्को हातले अर्कोले फोन चला न चला कहाँ नि रेस्ट लगिरहेछ जेन्जी भने यस्तै हुने एक हातले काम गर्ने एक हातले ढुङ्गा चलाउने ल ल हेर त कहाँ यसको खै ढुङ्गा चलाइ हेर्नु अब लोडले है फेरि तेरो त उयो छैन नि ल मेलाले छिटो चलाइ मेलाले ल ल ल ल छिटो चलाइ 1 2 यो ढुङ्गामा कतिजना छन् 1 बच्चा गरेर धेरै होला 15 16 होइन उता 17 ड्राइभर 16 छन् 16 जना छन् एक गरेर 1 2 भन्दा भए त अघि सकिन्छ
1 भन्छु त हजुर 2 5 यतिजना रहेछ 8 जना मात्रै 1 ल स्टार्ट 2 4 5 6 7 5 11 12 13 भन्न 15 I love you 17 जना छौँ हामी यति गर्नलाई पनि धौ भयो भने कहिले नगरेको मिहिनेत आज 2 मिनेट गरिरहेको छ जिन्दगीमा होइन ल तल सोध्नुपर्छ यहीँ बस्नुपर्छ अब यसो गेम स्क्वाड नाम निकाल्दा त अरे यतैतिर यही काम पनि ठिकै होला जस्तो लाग्थ्यो तर सकिँदैन होइन गाह्रो छ गाइज हामी चाहिँ अहिले 20 तालमा पुगिसक्यौँ उताबाट एउटा ढुङ्गा आइरहेछ त्यसलाई भेटेर हामी गुड गरेर उसलाई उता पठाउँछ हामी आउँदैछ ढुङ्गा यताबाट ढुङ्गा उताबाट ढुङ्गा उतादेखि पनि ढुङ्गा आयो अब हामी यहाँ र उता बाई बाई ऊ त्यो गयो हामी पनि यहाँदेखि अब यहाँदेखि हामी पनि त्यतिकै फास्ट त होला सायद झन्डा नेपालको नेपाल हाम्रो जिउँदो रगत सरियो बल्दो यो सानो हाम्रो अब चाहिँ हामी पुग्न लाग्यौँ अहिलेसम्म सेफली पुग्यौँ जे पनि सेफली पुगेका छौँ अब हामी पुग्न लाग्यौँ कहाँ जानु पर्यो मान्छे पुग्नु परेन सँगै जाने हो बल्ल टल्ल टिम बनाछौँ 500 रुपियाँ सक्यो ब्रेक लाग्यो झर्दैछन् हामी पनि झर्न लाग्यौँ ए ए ए ए बचाऊ दाइ म हजुर समात्छु है ल आइस मेरो हात समातिन आइस फाल्टु क्या हो थ्याङ्क यू सो मच वेलकम ल आइस बिस्तारै आइस ल आऊ आऊ ल तिमी त तुन्नेरै रहेछौ त नि यहाँ हात दिसो मैन हो बिस्तारै टेक्छ है रल्ला रल्ला खुट्टा एकछिन अर्को हात पनि दिसो त्यहाँ टेक्न दे ल बिस्तारै बिस्तारै रुक्छ है त्यो धोती उभा छ टेकिया छ ल लिङ्गाटा हाल मजाले बिस्तारै बस्यो ल तिम्रो समातु आइगौ ल सकियो
हजुरको झडुन्जीसम्म कति रुपियाँ लाग्यो 500 रुपियाँ सकाइहाल्छ हजुरले होइन क्या गरे अब ए यो पनि तान्ने हो त बिर्सेछु है मैले त तानिहालु लाइफ ज्याकेट होइन ल एकैछिन तानिन त एकैछिन रहेछ हौ ल भ्याइयो कता गए हाम्रो टोलीहरू ओ टोलीहरू आयो मम्मी डगर पनि आएको वेयर ल ठुलो हेर न ठुलो उता कहाँ त्यहाँनिर माछा माछा बिजु चस्मा निकाल्छ बल्ल देखिन्छ त्यो माछा बहिनी पावरवाला चस्मा हो हुन्थे फोटा हान्दै गरे ए अनुहार यस्तो छ फोटो हानौ न